ल हाम्रो ट्रेक चाहिँ स्टार्ट भइरहेछ हामी छत्री डाँडामा पाथिभरा माताको दर्शनको लागि ग्रुप चाहिँ पछाडिबाट आउँदै हुनुहुन्छ हाम्रो एकजना माथि पुगिसक्नु नरहेछ त क्युट ब्याग रहेछ त डबल ब्याग भयो त तपाईलाई हामी पाथिभरा माताको दर्शन गर्न जाँदैछौँ यात्रा एकदम रमाइलो भइरहेछ विजय दाइले चाहिँ खै कस्तो भइरहेछ थाहा छैन एकदम रमाइलो छ रमाइलो भइरहेछ यो यसको नाम चाहिँ कटुसको पनि बोक्रा खोल बोक्रा है यो भित्र कटुस हुन्छ है यस भाउजू के भेट्नु पर्यो बोट यहाँ हेर्नु तपाईँले त फलै छ त्यही छ भाउजू तपाईँले चाहिँ के भेट्नु पर्यो बोक्रा मात्रै ल हुन्छ राम्रो आउँछ भाइ कृष्ण म्याम चाहिँ कृष्णलाई पनि दामी लिएर नौरा सर कृष्ण म्याम के जाओस् एक शब्द दुई शब्द ट्रिप एकदम रमाइलो भइरहेछ उकालो हिँड्दा चाहिँ थोरै मलाई अलिकति सास फुले जस्तो भएको छ अदरवाइज एकदम रमाइलो भइरहेछ रमाइलो टिम रमाइलो यात्रा पूर्णिमा म्याडम थ्याङ्क यू एउटा झोला माग्नु भयो छुटाइदिन्छु सबै बाँडिदिने हामीले नदिनु भयो त कहाँ हात हाल्न मिल्छ आउँदैन मलाई कुन चाहिँ चाहियो भन्नु फोटो हो कस्तो भयो